म अब जीवनदेखि हारिसके। मलाई तिमी सँगै लैजाऊ भगवान, म बाँच्न चाहन्न। यो बेला भुन्टी एकदमै समस्यामा छिन् जस्तो लागेको छ। अब मैले भुन्टीलाई भेटेर म भएको ठाउँमा ल्याउनु पर्छ। हे भगवान, मैले कस्तो सपना देखे। मेरो छोरी भुन्टीलाई रक्षा गर्नु होला। दर्शकवृन्द, भुवन र टोकलेले चारैतिर खोज्दै गर्दा पनि भुन्टीलाई भेट्टाउन सकेनन्। भुन्टी अहिले बेपत्ता भएकी छिन्। बिचारी भुन्टी अहिले एकदमै पीडामा छिन्। कतै भुन्टीले आफू बाँच्नुको कुनै पनि अर्थ नरहेको महसुस गरेर आत्महत्या त गरिनन्। दर्शकबिन, भुन्टीलाई काम दिने साउनीले पनि भुन्टीको बारेमा एकदमै नराम्रो सपना देखेकी छिन् भने भुन्टीको आमाले पनि सपनामा भुन्टीले आत्महत्या गरेको देखेकी छिन्। दर्शकबिन, कतै ती सपना वास्तविक त हुने होइन, कतै ती सबै सपना सत्य भयो भने भुन्टी सिरियल भुन्टी बिना एकदमै अधुरो रहनेछ। दर्शकबिन, भुन्टीलाई कुनै पनि हालतमा केही पनि हुनु हुँदैन। टोकले र भुवनले भुन्टीलाई सकुशल भेटाउनै पर्छ र भुन्टीलाई न्याय दिलाएर खुसी भएको हेर्न चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेरेर कमेन्टमा भुन्टी भनेर लेखिदिनु होला। दर्शकबिन, आजको यस भिडियोलाई जसले अन्तिमसम्म हेर्नुहुनेछ उहाँहरूले भुन्टी सिरियलमा के कस्तो हुनेवाला भएको छ त भन्ने सबै थाहा पाउनुहुनेछ। दर्शकबिन, भुन्टी विदेशमा देखिएकी थिइन्। दर्शकबिन, भुन्टी विदेशमा देखिएकी र साउनीसँग भेट भएको उक्त वास्तविक नरहेर एउटा सपना मात्र रहेछ। दर्शकबिन, पक्कै पनि भुन्टी एकदमै सङ्कटमा परेकी हुनुपर्छ। आज भुन्टीलाई भुवन र टोकलेले चारैतिर खोज्दै गर्दा पनि भेटाउन सकेका छैनन्। दर्शकबिन, भुन्टी कहाँ गइन् होला त? अब के टोकले र भुवनले भुन्टीलाई भेटाउन सक्लान् त? अब के होला त भन्ने पनि सबै थाहा पाउनुहुनेछ। त्यसैले दर्शकबिन, यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन, तपाईँहरूले पनि भुन्टी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेरिसक्नु भयो होला र उक्त भाग हेरिसकेपछि सबै दर्शकहरूको मनमा एकदमै दुःखको महसुस त पक्कै पनि गराएको होला। दर्शकबिन, भुन्टीको आमा र भुन्टीको साउनीले भुन्टीको बारेमा एकदमै नराम्रो सपना देखेका छन्। पक्कै पनि भुन्टी निकै ठुलो सङ्कटमा परेको हुनुपर्छ। अहिले भुन्टीको हालत कस्तो होला त र भुन्टी कहाँ छिन् होला त भन्ने कुराले सबै दर्शकहरूको मनमा त एकदमै दुःखको महसुस पनि पक्कै गराएको छ। दर्शकबिन, मैले पनि भुन्टी सिरियलको पछिल्लो भाग र अब आउँदो भागमा के कस्तो हुनेवाला भएको छ त भन्ने विषयमा छोटो चर्चा गर्नेछु। कृपया आजको यस भिडियोमा अन्तिमसम्म रहनुहोला। दर्शकबिन, जब भुन्टी विदेशमा टोलाइरहेको साउनीले देख्छिन् तब भुन्टीलाई बोलाउँछिन्। त्यसपछि भुन्टी पनि एकदमै खुसी भएर साउनीको अँगालोमा आएकी छिन्। दर्शकबिन, त्यसपछि साउनीले भुन्टीलाई सबै कुरा सोध्दै गर्दाखेरि भुन्टीले पनि आफ्ना ती सबै पीडालाई पोख्दै आफ्नी जेठानी श्रेया र जेरीले निकालेको र आफू एउटा महिलाको सहयोगमा विदेशमा आएको भन्दै ती सबै कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकबिन, त्यसपछि उक्त साउनीले भुन्टीलाई विभिन्न कुरा सम्झाउँदै आफ्नै कोठामा लगेर राख्ने र भुन्टीलाई काम खोजिदिने कुरा पनि व्यक्त गरेकी छिन्। त्यसपछि साउनीले भुन्टीलाई कोठामा लिएर जान्छन्। त्यसपछि भुन्टी विरक्तिएर त्यसपछि बिचारी भुन्टीको आफू बाँच्नुको कुनै पनि अर्थ नभएको महसुस गरेर उक्त घरको छतबाट खसेकी छिन्। दर्शकबिन, त्यसपछि साउनी एकदमै आत्तिएकी छिन् तर उक्त वास्तविक नरहेर एउटा सपना मात्र रहेको छ।
हो दर्शकबिन आज साउनीले पनि आफ्नो घरमा पहिले काम गर्ने भुन्टी एकदमै अप्ठ्यारोमा परेको हुनुपर्छ भन्दै एकदमै दुखी भएकी छिन्। हो दर्शकबिन उता टोकलेर भुवन भने भुन्टीलाई चारैतिर खोज्दै गर्दा पनि कहीँ नभेटेपछि भुन्टी पहिले भूपेन्द्रसँग धोका बाएर उक्त ठाउँमा मर्नको लागि आएकी थिइन्। अनि त्यसपछि टोकलेर भुवन पनि त्यहाँ पुग्दै गर्दा त्यहाँ पनि भुन्टी नभेटेको कुराले बिचरा टोकले आँखाभरि आँसु बनाउँदै विभिन्न कुरा पनि व्यक्त गरेका छन्। हो दर्शकबिन बिचरा टोकले त्यसपछि टोकले एकदमै रिसाउँदै भुवनलाई विभिन्न कुरा व्यक्त गर्दै पक्का पनि मेरो बहिनी हराउनुमा तपाईँको श्रीमती श्रेयाकै हात छ। पक्का पनि मेरो बहिनीले त्यति साह्रो घर छोडेर कतै पनि हिँड्ने मान्छे होइनन्। पक्का पनि मेरो बहिनीलाई धेरै नै पीडा दिएको कारणले गर्दा अहिले मेरो बहिनी कहीँ पनि भेटिनन् भन्दै विभिन्न गुनासोहरू पोखेका छन्। हो दर्शकबिन त्यसपछि भुवनले पनि टोकलेलाई विभिन्न कुरा सम्झाउँदै आफ्नो श्रीमती श्रेयाले कदापि पनि त्यस्तो नराम्रो व्यवहार गर्न सक्दिनन् भन्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन भुवन त कहाँ थाहा छ र हिजोको दिनमा श्रेयाले भुन्टीमाथि कति चारो हिजोको दिनमा भुन्टी त्यतिकै उक्त घर छोडेर कहाँ हिँडेकी हुन् र भुन्टीलाई श्रेया र जेरीले निकै नै अत्याचार र अन्याय गरेको कारणले गर्दा अहिले भुन्टी विपत्ता भएकी छिन्। हो दर्शकबिन त्यसपछि टोकलेले भद्रलाई फोन गरेर सबै कुरा सोधेका छन्। हो दर्शकबिन त्यसपछि टोकलेले भद्रलाई फोन गरेर कतै भुन्टीलाई देख्नुभयो भने तुरुन्तै खबर गर्नु भन्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन बिचरा भद्र पनि भुन्टी कहीँ पनि नभेटेको कुरा सुन्दै गर्दा एकदमै दुखी भएका छन् र आफू पनि सक्दोभन्दा सक्दो खोज्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन आज भुन्टी विपत्ता भएको कारणले गर्दा बिचरा टोकले निकै नै आत्तिएका छन्। दर्शकबिन त्यसपछि प्रहरीलाई सबै कुरा भन्दै गर्दा पनि प्रहरीले भुन्टीलाई नभेटेपछि बिचरा टोकले आँखाभरि आँसु बनाउँदै भुवन दाइसँग विभिन्न गुनासो पनि पोखेका छन्। हो दर्शकबिन उता जेरी भने भुन्टीलाई भेटेर भेटेर भुवनसँग डिभोर्स गराएर आफू भूपेन्द्रसँग विवाह गर्ने कुराले एकदमै मख परेर भुन्टीलाई चारैतिर खोज्दै गर्दा पनि जेरीले नभेटेपछि भद्रमाथि शङ्का गरेकी छिन्। हो दर्शकबिन जेरीले त पक्का पनि उक्त पुरुषले नि भुन्टीलाई राखेको हुनुपर्छ भन्दै भद्रमाथि विभिन्न शङ्का गर्दै भद्रलाई भेटेर सबै कुरा सोध्ने कुरा पनि व्यक्त मनमनै गरिरहेकी छिन्। त्यसपछि भद्र र जेरीको भेट भएको छ। दर्शकबिन जेरीले भद्रलाई विभिन्न कुराले गाली गर्दै तैँले भुन्टीलाई कहाँ लुकाएर राखेको छ तुरुन्तै भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। त्यसपछि भद्र पनि एकदमै रिसाउँदै जेरीलाई मुखभरिको जवाफ दिँदै आफूलाई ती सबैको केही पनि जानकारी नभएको र अहिले आफू पनि भुन्टीलाई खोज्नको लागि दौडेको कुरा व्यक्त गरेर त्यहाँबाट गएका छन्। दर्शकबिन भुवनले श्रेयालाई फोन गरेर त्यहाँ भुन्टी आइन् भनेर सोध्दै गर्दाखेरि श्रेया एकदमै रिसाउँदै भुन्टी आउने भए भुन्टीले घर किन छोडेर जान्थे भन्दै भुन्टीको बारेमा अनेकको नराम्रो कुरा पनि व्यक्त गर्दै भुवनलाई तुरुन्तै आऊ भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकबिन तर भुवनले भने भुन्टीलाई नभेटिकन आफू कुनै पनि हालतमा घरमा नआउने कुरा पनि बताएका छन्। दर्शकबिन बिचरी भुन्टी उता गाउँमा जाँदै गरेकी छिन्। दर्शकबिन बिचरी भुन्टी भने माइती गाउँमा आफ्नो आमा बुवा भएको ठाउँमा जाँदैछिन् र त्यहाँ भुन्टीलाई त्यस्तो अवस्थामा देख्दै गर्दाखेरि गाउँका केही महिलाले भुन्टीलाई विभिन्न कुरा व्यक्त गरेका छन्। हो दर्शकबिन बिचरी भुन्टीको त्यस्तो अवस्था देख्दै गर्दा गाउँका एउटी महिलाले
भुन्टी तैँले एकदमै दुःख पाइछेस् भन्दै अनेकौँ कुराहरू पनि व्यक्त गरेका छन्। त्यसपछि भुन्टी केही नबोलिकन त्यहाँबाट गएकी छिन्। दर्शकबिन त्यसपछि भुन्टी माइती घरमा पुगेकी छिन्। दर्शकबिन त्यसपछि भुन्टीले आफ्नी आमालाई बोलाउँदै गर्दा आमा पनि आफ्नी छोरी त्यहाँ आएको देखेर एकदमै खुसी भएकी छिन्। त्यसपछि भुन्टीको आमाले आफ्नी छोरीलाई अँगालोमा लिएकी छिन्। हो दर्शकबिन बिचरी भुन्टी पनि आफ्नो पीडा कतिखेर आफ्नो आमालाई गएर पोखौँ भएको थियो। त्यसैले भुन्टीले आफ्नो आमाको अँगालोमा आँखाभरि आँसु बनाउँदै एकदमै रोएकी छिन्। हो दर्शकबिन त्यसपछि भुन्टीको बुवाले पनि त्यहाँ आफ्नो छोरी भुन्टीलाई देख्दै गर्दा एकदमै खुसी भएका छन् र भुन्टी छोरी एक्लै आएर ज्वाइँलाई नलिएको देखेर एकदमै अचम्मित मान्दै त्यति टाढा सहरबाट यहाँ आउँदै गर्दा पनि किन एक्लै आइस, ज्वाइँलाई किन नलिकन आइस भनेर सोध्दै गर्दा बिचरी भुन्टीको आँखाभरि आँसु भएको छ र जमुना दिदीले पनि भुन्टीलाई सबै कुरा सोध्दै गर्दाखेरि बिचरी भुन्टीले आँखाभरि आँसु बनाउँदै मैले जति नै कोसिस गरे पनि घर गरी खान सकिन, मलाई उक्त घर परिवारले खुसीको बदला सधैँ आँसु मात्र दिए भन्दै आफ्ना मनका ती सबै पीडाहरू भकानिँदै आफ्नो आमा बुवालाई सुनाएकी छिन्। हो दर्शकबिन भुन्टीको ती सबै कुरा सुनेर भुन्टीको आमा बुवा पनि छाँगाबाट खसे झैँ भएका छन्। त्यसपछि भुन्टीले म बाँच्नुको कुनै पनि अर्थ छैन। त्यसपछि भुन्टीले विभिन्न कुरा व्यक्त गर्दै अब म बाँच्नुको कुनै पनि अर्थ छैन। एकचोटि तपाईँहरूको अनुहार हेर्नको लागि आएको, अब म बाँच्दिनँ, जसरी भए पनि मर्छु भन्ने कुरा बिचरा बुढा भएको बाबुआमाले सुनेपछि भुन्टीको आमाले छोरीलाई एक झापड कुट्दै आँखाभरि आँसु बनाउँदै तँलाई जन्माएर हुर्काएको यही दिन देख्नको लागि हो, एउटा लोग्नेको लागि कि हामी बाबुआमालाई नि सधैँको लागि माया मार्छेस् भन्दै अनेकौँ आँखाभरि आँसु पर्दै आफ्नो छोरीलाई व्यक्त गरेकी छिन्। हो दर्शकबिन त्यसपछि भुन्टीले आफू बाँचेर पनि आफ्नो आमा बुवालाई कुनै पनि खुसी दिन नसकेको र अब आफू बाँच्दै गर्दाखेरि पनि आमा बुवालाई खुसी दिन नसक्ने कुरा व्यक्त गर्दै आफू जसरी भए पनि मर्ने कुरा पनि व्यक्त गरेकी छिन्। त्यसपछि म मर्दैमा सबैलाई राम्रो हुन्छ भने म एकजना मरेमा के नै फरक पर्छ भन्दै आँखाभरि आँसु बार्दै आफू मरेपछि बुवा आमालाई पनि एकदमै पीडा हुने भएको कारणले गर्दा आमा बुवालाई पनि सँगै लिएर एकैचोटि मर्ने कुरा व्यक्त गरेर आमा बुवालाई पनि जबरजस्ती लिएर जान खोजिरहेकी छिन्। भुन्टीको त्यस्तो अवस्था देखेर आमा बुवालाई असाध्यै सम्झाएकी छिन्। हो दर्शकबिन तर भुन्टीको आमा बुवा पनि आफ्नो छोरी नबाचे आफू पनि कतै पनि नबाच्ने भन्दै मर्न जान खोज्दै गर्दाखेरि जमुनाले रोकेकी छिन्। हो दर्शकबिन त्यसपछि भुन्टी आँखाभरि आँसु बनाउँदै आफू त मर्ने हो जसरी भए पनि भनेर त्यहाँबाट दौडेर गएकी छिन्। हो दर्शकबिन भुन्टीको आमा बुवा पछि आउँदै गर्दाखेरि भुन्टी भिरबाट खसेर आत्महत्या गरेकी छिन्। दर्शकबिन उक्त कुरा वास्तविक नरहेर एउटा सपना मात्र रहेछ धन्न। दर्शकबिन भुन्टीको आमाले आफ्नो छोरीलाई त्यस्तो अवस्थामा सपनामा देखेपछि एकदमै आत्तिँदै उठेकी छिन्। दर्शकबिन पक्कै पनि भुन्टी अहिले एकदमै अप्ठ्यारोमा परेको हुनुपर्छ। अहिले भुन्टी कहाँ होलिन् र कस्तो अवस्थामा होलिन्, यो सबै हेर्नको लागि अर्को भागको प्रतीक्षा गर्नै पर्ने हुन्छ। तबसम्म प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।